भेक्टर बुझ्ने जाँदाखेरि त अभियसली सबैले थाहा भएकै कुरा के म्याग्निट्युड एन्ड डाइरेक्सन हुनैपर्छ। तर त्योभन्दा अगाडि पनि होइन म्याग्निट्युड र डाइरेक्सन बुझ्नु त हामीले बुझ्छौँ नै होइन, त्यो त कन्सेप्ट पछि नै बुझ्छौँ। तर त्योभन्दा अगाडि हामीले पहिला यो टर्महरू बुझिहालौँ कि जसले चाहिँ एकदम इजी हुन्छ तपाईँहरूलाई। फिजिकल क्वान्टिटी के फिजिकल क्वान्टिटी होइन त्यो बुझौँ कि क्वान्टिटी भन्ने बित्तिकै होइन केही कुराको मात्रा जनाउँछ कि मात्रा। जस्तै होइन मैले 5 केजी के लिएँ चिनी लिएँ, 5 केजी सुन लिएँ, त्यसले के जनायो मात्रा जनायो नि त होइन। क्वान्टिटी भनेकै मात्रा आयो। तर त्यस्तो फिजिकल क्वान्टिटी भनेको जसलाई चाहिँ हामीले नाप्न सक्छौँ कि विच क्यान बी मेजर त्यसलाई नै हामीले के भन्छ फिजिकल क्वान्टिटी भनिन्छ कि होइन। अनि फिजिकल क्वान्टिटी चाहिँ भेक्टरमा तपाईँले सोचिराख्नु भयो किन जोडिरह होला। त्यसको लागि हामी एउटा इक्जाम्पल दिन्छौँ है तपाईँले। मान्नुहोस् है यहाँ चाहिँ एउटा बडी छ कुनै बडी छ मानौँ न, यो बडीको वेट समथिङ होला केही छ, मानौँ एक्स वेट छ। अनि यताबाट मान्नु यो तपाईँको साथी छ, एउटा तपाईँको साथी छ, यहाँ तपाईँ हुनुहुन्छ, यहाँ चाहिँ तपाईँ हुनुहुन्छ होइन। अब तपाईँको साथीले यो बडीलाई आफ्नो एफ फोर्सले उता तान्ने होइन, अनि तपाईँले यहाँबाट एफ डाइस फोर्सले यता तान्नुभयो कि यता तान्नुभयो यो बडीले। त भन्दाखेरि के हुन्छ भन्दाखेरि यो बडी जता बडी फोर्स हुन्छ उतैतिर त मुभ गर्ने भयो नि। मान्नु एफ फोर्स इज ग्रेटर देन होइन F1 फोर्स छ भने के भयो यसले बडी तानिरहेछ हो। त्यतिखेर हामीले यो मेजर गऱ्यौँ नि त। अब फोर्स चाहिँ कसरी मेजर भयो कि भन्ने कुरो बुझ्नु कि फोर्स भनेपछि यतातिर मुभ चाहिँ किन गऱ्यो कि त्यहाँको कन्सेप्ट बुझ्नु न। यता फोर्स बढी छ त्यो कुरा हामीले कसले भन्यो, अरूले भनेको त होइन नि त। हामीले त स्प्रिङ ब्यालेन्सले मेजर गरेर थाहा पाउँछौँ नि त। जतातिर सर्यो यो त हेरेर अब्जर्भ गरेर पनि भन्न सकिन्छ नि त यो कुराहरू होइन। अब जस्तै यसले मानौँ तपाईँको साथी बलियो छ होइन, अनि तपाईँ र तपाईँको साथी एउटै कुरालाई उसले फोर्सले तानिराख्नु छ भने के भयो भन्दाखेरि तपाईँको साथीले तान्ने हो नि त बडी फोर्सले बलियो छ भन्ने त हो। त्यही कुरा त देखाउने हो नि त। त्यही भनेको त्यो कुरोहरू अब्जर्भ पनि गर्नुपर्छ कि फिजिक्स पढ्दाखेरि अब्जर्भेसन भन्ने कुरो हुनैपर्छ कि पोइन्ट टु पोइन्ट आई टु आई कन्ट्याक्ट प्लस होइन वर्ड टु वर्ड बुझ्दै सायद होइन भिजुअलाइजेसन भन्ने हुन्छ होइन। त्यो बुझ्दै गयो भने त केही गाह्रो छैन कि। अहिले नै मैले भनेको जस्तै होइन अब फोर्स लगाइरहेछ मानौँ न, यहाँ एउटा बडी छ यसलाई तान्दाखेरि त के भइरहेछ दुइटैतिरबाट फोर्स लाग्यो होइन। त्यो त अब्जर्भ गर्ने पनि कुरो हो नि त, अब्जर्भेसन के दिमागमा ठ्याक्कै त्यो होइन इमेज बन्नु पऱ्यो कि फिजिक्स पढ्नुभन्दा अगाडि। त्यही भएर अब हामी स्टार्ट गरौँ। अब चाहिँ धेरै टाइम छैन होइन, अब चाहिँ हामी स्टार्ट गरौँ विदाउट एनी लस। अब बुझौँ होइन रिप्रेजेन्टेसन अफ भेक्टरतिर जाऊँ कि रिप्रेजेन्टेसन अफ भेक्टर। नर्मली भेक्टर भन्ने साइन चाहिँ होइन यो टक्क गएर त्यो तीर जस्तो हुन्छ नि त्यस्तो एरोले इन्डिकेट गरिन्छ होइन। जसलाई चाहिँ हामीले सपोज जुनसुकै ए भेक्टर क भेक्टर जे पनि मान्न सक्छ कि तर माथि चाहिँ एरोवाला साइन चाहिँ हुनैपर्छ यो भेक्टर हुनको लागि। अनि भेक्टरले हामीले के भनेको छ भन्दाखेरि भेक्टरको म्याग्निट्युड र डाइरेक्सन हुन्छ। ल म्याग्निट्युड त पछि बुझिन्छ होइन, अहिले चाहिँ होइन सिम्पल वर्डमा भन्दाखेरि एउटा मानौँ न उसले कुन चाहिँ फ्लोमा होइन त्यो डाइरेक्सन त नभनौँ होइन कुन चाहिँ वेमा त्यो चाहिँ गइरहेछ भन्ने कुरो हुन्छ। अनि डाइरेक्सन भन्ने कुरो चाहिँ बुझ्नुहोस् कि होइन बुझ्नुहोस् है त्यसले जहिले एङ्गलले दिन्छ कि एङ्गलले जहिले दिने भनेको डाइरेक्सन भन्ने कुरो। म्याग्निट्युड त एक वर्डमा भन्न अलिक गाह्रै हुन्छ होइन, त्यो त अब पछि बुझाउँदाखेरि मात्र बुझ्नुहुन्छ। तर डाइरेक्सन बुझ्दाखेरि जहिले पनि बोल्नुहोस् कि त्यसमा हामीले डाइरेक्सन भन्ने जहिले पनि एङ्गलले दिइरहेको हुन्छ कि जहिले पनि एङ्गलले जुनसुकै एङ्गलले पनि दिइरहेको हुन्छ कि। मानौँ सपोजको लागि मानौँ यो एउटा समथिङ एउटा भेक्टर ए भेक्टर छ होइन, एउटा ए भेक्टर छ। अनि यताबाट चाहिँ होइन यो ए भेक्टर छ, यताबाट चाहिँ कुनै एउटा बी भेक्टर गयो यहाँबाट बी भेक्टर गयो अरे होइन। रिप्रेजेन्टेसन अफ भेक्टर त हो नि जसले पनि रिप्रेजेन्ट गर्दा हुन्छ, त्यसमा केही गाह्रो मान्ने कुरा छैन। मानौँ यो बिचको एङ्गल चाहिँ थीटा छ। अब हामीले कसैले सोध्यो कि वाट इज द डाइरेक्सन अफ बी भेक्टर विथ रेस्पेक्ट टु ए भेक्टर भनिदियो होइन।
त्यो केसमा त के गर्नु भन्दाखेरि हामीले हेर्नुपर्ने कुरा के हो भन्दाखेरि एङ्गल हो कि त्यतिखेर केही भनेको होइन कि एङ्गल हामीलाई निकाल भनेको एङ्गलहरूको फर्मुलाहरू भेक्टरको केसमा त हामी पछि पढ्दै जान्छौँ होइन त्योभन्दा अगाडि पनि यसमा थ्योरमहरू पनि एकदम वाइडली युज भइरहेको हुन्छ जुन चाहिँ तपाईँहरूलाई थाहा नै होला होइन पाइथागोरस थ्योरम यो त भन्नै पर्दैन होइन तपाईँहरू अहिले 11मा हुनुहुन्छ त्यो त थाहा नै भएको कुरो हो यहाँबाट बुझ्दाखेरि होइन यहाँ बुझ्नुहोस् है बुझ्नुहोस् यहाँबाट राइट एङ्गल हुन्छ पाइथागोरस थ्योरमले के भन्छ जहिले पनि राइट एङ्गललाई नि एप्लिकेबल हुने हो नि त होइन यसको चाहिँ अपोजिट हाइपोटेन्युस यसको चाहिँ अपोजिट रिफ्रेस एङ्गल त हामीले यो दुइटाबाट जुन नि मान्दा हुन्छ होइन त्यो मानौँ थीटा मान्दै होइन रिफ्रेस एङ्गल परपेन्डिकुलर अनि बाँकी भएको बेस भयो कि यसरी बुझिन्छ होइन त्योभन्दा अगाडि अनि भेक्टरमा पनि रिप्रेजेन्टेसन अफ भेक्टर भयो ग्राफिकल रिप्रेजेन्टेसन भयो अनि तपाईँलाई एउटा कुरा अझै भनिदिन चाहन्छु है मैले यसलाई चाहिँ यो एरो जुन छ नि यो तीर जस्तो आने हो यस्तोवाला कि यस्तोवालाले चाहिँ हामीले जहिले पनि हेड भनिन्छ अनि यसलाई चाहिँ टेल भनिन्छ है टेल भनिन्छ बुझ्नुहोस् यति कुरो अनि त्यसपछि मात्रै अब केही गर्न सकिन्छ अब होइन हामी डाइरेक्सन त भनिरहेको छु होइन अब एङ्गल चाहिँ कसरी थाहा पाइने अब त्यो हाउ टु फाइन्ड एङ्गल अफ भेक्टर्स होइन एङ्गल बिट्विन्स द भेक्टर भन्दा नि भयो होइन यो टपिकहरू मैले तपाईँहरूले सेपरेट किन पढेको छु भन्दाखेरि यताबाट कन्सेप्ट छ कि कन्सेप्ट बुझ्दै गयो भने केही पनि छैन कि बुझ्नुभयो नि तपाईँहरूले अरू केही छैन सपोज मानौँ होइन यहाँबाट हामीले ए भेक्टर हो नि त ए क ख जे पनि रिप्रेजेन्ट गरेर भयो होइन अनि यहाँबाट एउटा कुनै भेक्टर आएको छ बी भेक्टर है बी भेक्टर आएको छ अनि यो दुइटाले त बनाउने एङ्गल त हो तर के हामीले होइन यसलाई एङ्गल मान्न सक्छौँ यो दुइटालाई यहाँ हेर्नु न यसको हेड यता अप्रोच गरिरहेछ यसको टेल यहाँ भइरहेछ र हेड र टेल मिलिरहेछ कि यहाँ हेर्नुहोस् त यो टेल हो यो हेड र टेल मिलिरहेछ यो केसमा के यो भेक्टर्सको एङ्गल यही हो त तर त्यस्तो हुँदैन कि किनभने होइन भेक्टर्सले के भन्छ भन्दाखेरि एङ्गल बनाउँदाखेरि जहिले पनि कि त हेड टु हेड ओभरल्याप हुनु पर्यो हेड टु हेड ओभरल्याप हुनु पर्यो कि त टेल टु टेल नै हुनुपर्छ कि भेक्टरमा एङ्गल फर्म गर्नलाई कि त हेड टु हेड कि त टेल टु टेल नै हुनुपर्छ त्यो बाहेक कुनै विकल्पै छैन कि अब त लाग्न सक्छ होइन अब यो हेड यता गयो टेल यता आयो होइन अब यसको हेड चाहिँ यता गइरहेछ भने हामीले फाइन्ड चाहिँ कसरी गर्ने कि हो त्यो फाइन्ड गर्नलाई हामीले ट्रान्सलेसन अफ भेक्टर बुझ्नुपर्छ ट्रान्सलेसन अफ भेक्टर यो भेक्टरले के भन्छ भन्दाखेरि होइन कुनै पनि भेक्टर छ त्यसको फर्म चाहिँ चेन्ज नगरिकन होइन त्यसलाई हामीले जस्तोको त्यस्तै सिफ्ट चाहिँ गर्न सक्छौँ कि डिफ्रेन्ट प्लेसमा जस्तै यो भेक्टर ए भेक्टर छ भने यही भेक्टरलाई मैले सेम टु सेम लगेर यहाँ राख्न पनि सक्छु कि त्यसको डाइरेक्सन चेन्ज गर्नु भएन जता अप्रोच गरिरहेछ नि होइन त्यसलाई चाहिँ हामीले टक्क यसरी टिप्ने हाल्दिने कि यसरी मानौँ कि होइन यो पेन एउटा भेक्टर हो यसको चाहिँ हेड यता भयो यो टेल भयो नि यसलाई चाहिँ यसरी उठाउने यहाँ टक्क राखिदिने कि राख्न चाहिँ पाइन्छ कि बुझ्नुभयो नि अब लागेको छ कि तपाईँहरूले बुझ्नुभयो होला यो पनि त्यसै गरी मैले अघि प्रिभियस भनेर त एउटा ए भेक्टर छ यताबाट एउटा कुनै बी भेक्टर आएको छ होइन बी भेक्टर त्यो के यो एङ्गल हो त यो होइन कि यो एङ्गल होइन यो बिचको एङ्गल यो हुँदै होइन कि होइन त्यही भएर हामीले यसमा चाहिँ के ट्रान्सलेसन अफ भेक्टर पनि भनिन्छ कि त्यसलाई चाहिँ सिफ्टिङ अफ द भेक्टर भन्दा पनि हुन्छ कि यसलाई सिफ्टिङ अफ भेक्टर पनि भनिन्छ कि अब टक्क यो भनेको टक्क यसरी लिने भेक्टरलाई उठाउने अनि यहाँबाट टक्क अप्रोच गरेर यो भेक्टर आयो नि त यो भेक्टर यसरी छ है टेल यता छ हेड यता छ होइन टक्क उठाऊ राखिदिउँ कि अब के भयो भन्दाखेरि यसको जुन टेल छ हेर्नुहोस् न यहाँ यसको यो टेल छ नि यसको के भयो टेलसँग के भयो अब अप्रोच मिल्यो होइन
अनि भनेपछि यो दुइटा बिचको एङ्गल त अब बन्यो नि त होइन, यो भयो क्या रियल एङ्गल। रियल एङ्गल चाहिँ अब यो भयो कि त भन्नलाई मैले के भनेको थिएँ अरे, कि त हेड टु हेड मिल्नुपर्छ कि त टेल टु टेल, तर यहाँ